नमस्कार साथीहरू, हजुरहरूलाई आजको यस भिडियोमा स्वागत छ। अनि आज चाहिँ हामी यो भिडियोमा यो सेकेन्ड इयर पार्सियल 2082 को इक्जाम रुटिन आइसकेको छ, त्यसको बारेमा कुरा गर्नेछौँ। 4 इयर्स बिए, बिएड, बिबिएस, बिएससी सेकेन्ड इयर पार्सियल इक्जाम 2082 को रुटिन आइसकेको छ। त्यो हजुरहरूको कहिले इक्जाम हो, ओल्ड कोर्सको, न्यू कोर्सको सबै म हजुरहरूलाई जानकारी दिनेछौँ। त्यही भएर भिडियो अन्तिमसम्म हेर्नुहोला। अनि हजुरहरू यहाँ हेर्न सक्नुहुन्छ 4 इयर्स ब्याचलर डिग्री इन बिजनेस स्टडी बिबिएस ओल्ड कोर्सको कहिले कहिले इक्जाम हो, कति बजेदेखि इक्जाम हो, त्यो पनि यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ बिहान 7 बजेदेखि लिएर 10 बजेसम्म छ। अनि यहाँ हेर्न सक्नुहुन्छ 15, 16, 17, 18, 22 गते छ इक्जाम। अनि हजुरहरू यहाँ हेर्न सक्नुहुन्छ 4 इयर्स बिबिएस न्यू कोर्सको इक्जाम रुटिन। यो चाहिँ दिउँसो 12 बजेदेखि लिएर 3 बजेसम्म इक्जाम हुन्छ। अनि कुन कुन डेटमा इक्जाम हुन्छ भन्दाखेरि 2083 5 महिना 15, 16, 17, 18, 22 हुन्छ। हजुरहरूको कहिले इक्जाम पर्छ त्यो अनुसार चाहिँ इक्जाम दिन जानु होला। हजुरहरू यहाँ चाहिँ 4 इयर बिएससीको हेर्न सक्नुहुन्छ। यो चाहिँ इक्जाम 12 बजेदेखि लिएर 3 बजेसम्म हुन्छ। अनि कहिले कुन सब्जेक्टको इक्जाम हो त्यो यहाँ हजुरहरू रुटिनमा हेर्न सक्नुहुन्छ। त्यसै गरी चाहिँ अब हामी 4 इयर्स बिएडको हेरौँ। यो चाहिँ बिहानको 7 बजेदेखि लिएर 10 बजेसम्म इक्जाम हुन्छ। अनि कहिले कुन सब्जेक्ट हो त्यो यहाँ दिएको रहेछ। हजुरहरू आफ्नो सब्जेक्ट म्याच गर्नु होला, त्यही अनुसार इक्जाम दिन जानु होला। बाँकी चाहिँ यहाँ रहेको छ, हजुरहरू हेर्नु होला। यो चाहिँ बिएडको हो। भिडियो रोकी रोकी हजुरहरू हेर्नु होला, किनभने म सबै अब पढ्न थालेपछि भिडियो लामो हुन्छ, त्यही भएर यहाँ हजुरहरू रोकेर आफैले पढ्नु होला। माथिको पनि बिएडकै हो, त्यसपछि तल चाहिँ हजुरहरू यहाँ हेर्न सक्नुहुन्छ 4 इयर्स ब्याचलर डिग्री बिए भनेर यो कहिले कहिले इक्जाम हो, कति बजेदेखि यो इक्जाम त्यो हेर्न सक्नुहुन्छ। यो चाहिँ बिहान 7 बजेदेखि लिएर 10 बजेसम्म इक्जाम हो। अनि कति गते कुन इक्जाम हो त्यो हजुरहरू यहाँ म्याच गरेर आफ्नो इक्जाम दिन जानु होला। अनि यो पनि चाहिँ बिएकै रहेको छ। हजुरहरू म्याच गर्नु होला आफ्नो सब्जेक्ट, अनि त्यही अनुसार इक्जाम दिन जानु होला। अनि हजुरहरूलाई केही कन्फ्युजन भयो कमेन्ट गर्न सक्नुहुन्छ, म कमेन्टको रिप्लाई दिनेछु। यो पनि चाहिँ माथिको बिएकै हो, हजुरहरू यहाँ पनि रहेको छ हेर्नु होला। अनि त्यसपछि चाहिँ हजुरहरूको लागि एउटा इम्पोर्टेन्ट सूचना रहेको छ, यो छुट फारम सम्बन्धी विशेष सूचना भनेर। हजुरहरू फर्म भर्न छुटाउनु भएको छ भने 2083 साउन 19 गते भित्र क्याम्पस मार्फत हजुरहरूले आफ्नो सबैजनाले फर्म भर्नु होला। अनि यस्तै अपडेट भिडियोको लागि हजुरहरू च्यानललाई सब्सक्राइब गरेर राख्नु होला। अनि भिडियो धेरैभन्दा धेरै सेयर गरिदिनु होला, ताकि सबैजनासम्म पुगोस् सेकेन्ड इयरको चाहिँ पार्सियल इक्जामको रुटिन आइसक्यो भनेर। अनि भिडियो हेर्नुभएकोमा धन्यवाद सबैजनालाई। अनि म फेरि पनि भन्दैछु, केही प्रब्लम भयो भने कमेन्ट गर्न सक्नुहुन्छ, म कमेन्टको रिप्लाई दिनेछु।